हेलो गाइज नमस्ते। आज म चाहिँ बच्चाहरूलाई किताब दिँदाखेरि अथवा बच्चाहरूसँग खेल्दा के फाइदा हुन्छ भन्ने केही कुराहरू छ, म त्यो भन्न गइरहेको छु। नम्बर 1 फाइदा भनेको के हो भन्दाखेरि बच्चाको र प्यारेन्ट्सको चाहिँ बोन्डिङ एकदम स्ट्रङ हुन्छ, राम्रो हुन्छ। बच्चाहरूले आफूले आफूलाई इमोसनल्ली सेक्युर फिल गर्छन् होइन, आफ्नो अभिभावकसँग, आफ्नो केयरटेकरसँग होइन, सँगसँगै बसेर पढ्दा खेल्दाखेरि। अनि दोस्रो नम्बरमा फाइदा के छ भन्दाखेरि बच्चाहरूको चाहिँ एटेन्सन अथवा ध्यान दिन सक्ने क्षमता अथवा सुन्न सक्ने क्षमता, लिसनिङ स्किल्सको चाहिँ राम्रोसँग विकास हुन्छ। सँगसँगै बच्चासँग खेल्दा पढ्दा बच्चाले मजाले आफ्नो अभिभावकहरूले बोलेको सुन्छ होइन, अनि केही समयको लागि सँगसँगै केही कुराहरू फोकस पनि गर्न सक्छ के। जस्तै बच्चाहरूसँगै बसेर पढ्यौँ भने उनीहरूले सुन्ने अनि केही समयको लागि फोकस गर्ने पनि हुन्छ। मैले चाहिँ भिडियो चाहिँ यसैको लास्टमा छ होइन, त्यो राम्रोसँग हेरिदिनु होला मेरो बेबीले कसरी फोकस गरिराखेको छ भनेर। किनभने उसको र उसको बाबासँग ओरिजिनल साउन्डमै छ है बच्चाको। अनि थर्डमा के हुन्छ भन्दाखेरि बच्चाहरूको फाइन मोटर स्किल्स राम्रोसँग डेभलप हुन्छ। किन भन्दाखेरि बच्चाहरूले किताब पढ्दाखेरि पेज टर्न गर्छन्, टर्न गर्दाखेरि, पाना पल्टाउँदाखेरि, उनीहरूको औँलाले सार्दाखेरि उनीहरूले साना साना मसिना कुराहरू औँलाले आफ्नो हातको सहाराले गर्न सक्छन् के। त्यो भनेको फाइन मोटर स्किल्स डेभलप हुनु हो। चौथो नम्बरमा के छ भन्दाखेरि भिजुअल एन्ड अब्जर्भेसन स्किल्स बढ्छ। त्यो भनेको देख्ने र अवलोकन गर्ने क्षमताको वृद्धि हुन्छ। किन भन्दाखेरि बच्चाले किताब पढ्दाखेरि फरक फरक खालका अब्जेक्टहरू देख्छ होइन, अनि बच्चाले फरक फरक अब्जेक्ट कलर देख्छ अनि बच्चाले अवलोकन गर्छ होइन, कुन कलर हो, कुन एनिमल्स हो, कुन अब्जेक्ट हो भनेर रिकग्नाइज गर्छ। त्यसको सेप, साइज, कलर होइन, सबै कुराहरू, टेक्सचर, सबै कुराहरू फोकस गर्ने हुन्छ। अनि अर्को भनेको चाहिँ ल्याङ्ग्वेज र स्किल्स डेभलपमेन्ट हुन्छ। बच्चा आफू सँगसँगैको साथी अथवा प्यारेन्ट्सहरूसँग बोल्दाखेरि रिपिटेटिभ वर्डहरू सुन्दा सुन्दै उसले चाहिँ यो चिजलाई यो भन्दो रहेछ भन्ने कुरा सिक्छ होइन। अनि त्यसपछि उनीहरूको शब्दकोश अथवा भोक्याबहरू बढ्छ होइन, अनि जसले गर्दा बच्चाले छिटै बोल्छ होइन। अनि त्यसपछि जसरी खेल्दा अथवा किताब पढ्दाखेरि बच्चाहरूले आफ्नो मन परेको चिजहरू यो चिज यो हो भनेर देखाउँछ, पोइन्ट गर्छ होइन, आफ्नो उमेर अनुसारले बोल्छ होइन। बच्चाले आफूले आफूलाई केही चिजलाई आफ्नो तर्फबाट नाम दिन्छ होइन, अनि पछि सँगसँगै खेलिदिँदाखेरि यो होइन यो हो भन्दाखेरि उसले त्यो सिक्छ के। अनि अर्को भनेको बच्चाहरूको ब्रेन डेभलपमेन्ट हुन्छ के। मजाले खेल्दा पढ्दाखेरि चाहिँ ब्रेन डेभलपमेन्ट हुन्छ। अनि बच्चाहरूले सिक्ने भनेको चाहिँ जे चिज पनि मुखमा हालेर हात उसको होइन च्यातचुत पारेर होइन, छोएर केही चिजलाई समातेर हो नि त। त्यही भएर चाहिँ यस्तो गर्दाखेरि चाहिँ बच्चाको ब्रेन डेभलपमेन्ट हुन्छ, बच्चा सँगसँगै पढ्दा र खेल्दा। अब बच्चाको अभिभावकले कस्तो कुरामा ध्यान दिने भन्दाखेरि बच्चालाई असर नगर्ने चिज, खेल्ने कुराहरू, तिखो नभएको चिजहरू खेल्न। यो हिप्पोपोटामस भनेको अफ्रिकामा पनि पाइन्छ, अनि यो नेपालको हाम्रो चिडियाखानामा पनि छ बेबी। यो जेड भनेको जेब्रा है, यो जेब्रा चाहिँ अफ्रिकामा पनि पाइन्छ। अनि यो जेब्राको यस्तो यस्तो कलर हुन्छ नि बेबी, सेतो र यो कालो, अनि जेब्रा क्रसिङ बनाएका हुन्छन् के बेबी। यो राइनोसरस, यो राइनोसरस भनेको चाहिँ गैँडा राइनोसरसलाई। अनि यो डियर भनेको चाहिँ हरिण मृग यस्तै हो, यो चाहिँ यहीँ हाम्रो जङ्गलमा नि छ। यो डग त तिमीले देखिन्छौ, कुकुल। यो ऱ्याबिट पनि यहीँ नेपालमै पाइन्छ, घरघरमा नि हुन्छ, भोलि पर्सि हेरौँला। यो क्याट त तिमीले म्याउ म्याउ यतातिर आइजा आइजा भन्छौ नि, बोलाउँछौ नि बिरालोलाई त आइजा आइजा भन्छौ नि, त्यही म्याउ हो। यो सिप भनेको भेदा है। यो गोठ भनेको बाख्रा अस्ति तिमी त्यहाँ गएर हेरेकी हो है, बाख्रा देखिन्छौ बेबीले। यो काउ त देखिन्छौ, लाली गाई देखिन्छौ कि देखि छैनौ, लाली गाई देखिन्छौ। यो पिग त तिमीले देखि छैनौ, यो चाहिँ बुङ्गुर। यो ह्यामस्टर भनेको त मलाई पनि थाहा छैन बेबी। यो हर्स भनेको घोडा है। यो क्यामल भनेको चाहिँ इन्डियामा हुन्छ,
अनि यो अरबतिर हुन्छ, यसलाई क्यामललाई उट भन्छन्। यो डियामा भनेको चाहिँ यो चाहिँ अल्पाका पनि भन्छन् क्या यसलाई बेबी। यो कता हुन्छ मलाई पनि थाहा छैन। अब आजलाई हामीले यो किताब पढेर सक्यौँ। ल यो राख्नुहोस्, अब तपाईँ पढाउनुहोस् मलाई। ल लाउनुहोस्, तपाईँ पढाउनु है मलाई। बेबीले मलाई पढाउनु। यो के हो? घोडा भन। खोइ त बाबालाई पदाएको। म हात निकालिदिन्छु भाइलाई है। हातले अस्ति डिस्टर्ब हान्छ कि बेबीलाई। यो हातले औँला अड्केर बेबीलाई डिस्टर्बै हान्छ। ल यसको नि औँला अड्केछ कि बेबीको। बुढी औँला अड्केपछि त अनि कसरी समात्ने होला? बुढी औँला नभएपछि त काम गर्नै सकिन्न। ल यसलाई पढाऊ। डिस्क्राइब गर न, बाबालाई डिस्क्राइब गरिदेऊ। बुम बुम छ। बाबालाई पढाऊ। यो डियर हो। के होइछ नि बेबी यस्तो? यो के होइछ नि? के होइछ त्यस्तो? ल आको पढाऊ, आको पढाऊ। रहेछ। त्यस्तो रहेछ। ल आको पढाऊ, आको फर्काऊ, पाना फर्काऊ। ए त्यसै पढाउनु भएको बाबालाई। त्यस्तो रहेछ। हातले देखायो कि हो? बुम बुम रहेछ। ए बुम बुम। के रहेछ नि त्यस्तो? बुम बुम। Boom 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 boom. Mm.